राम्रीको कुरा छोड भने चिसो भइसक्यो। हेलो गाइस, नमस्ते, स्वागत छ तपाईँहरूलाई कुसुम तामाङ सिनारको युट्युब च्यानलमा। आज चाहिँ हामी करेन्ट अन्डा अनि वाइ सादेको खानु लाहौँ। म त खान्छु, तिमी बोली नबोल। चिसो भइसक्यो गाइस। जहिले चिसो क्यामेरा मिलाउँदा चिसो हुन्छ। जिन्दगी यस्तै छ, के गर्नु। खै छोड त, खाना सुरु गरिसक्यौँ कहिले खाऊ खाऊ के उयो गरेको गाइस। यहाँ फेरि ढाँड दुखेर मर्नु लाग्यो गाइस। किन ढाड दुखेको मलाई मात्रै थाहा गाइस। हो किन हामीसँग स्प्राइट यहाँ चेस गरौँ न। चेस लडेर खोलातिर पुगेको नि त। लास्टै गाह्रो भयो गाइस। यहाँ बस्न उसले आउँछ है। त्यसरी हान्छ गाइसमा। अब हाम्रो क्यामेरा क्वालिटी लास्ट लो छ गाइस। यसको एटमको बिस्कुट खाऊ। अरे गाइस ढाड दुख्यो यार। मेरो बोल्ने मुड छैन गाइस। खाने मात्रै मुड हो। मिठो भन्छ यार। तर चिसो भएको स्वादै आएन। उमा स्वाद आयो चटपटी। गाइस हाम्रो बदम डढेको अवस्था। बदम तारेको मान्छे तेलै नहालिकन। होइन तेल नहालेर पनि तार्छ नि। कति अप्ठ्यारो भएको बस्न भगवान्। यसरी खान्छु म। अटस मटस भयो। मिठो भयो स्वाद हो। अलिकति बन्दाले के अरे बदाम तितो भएछ। पैसा सक्दैन। बिहान चटपट मिठो जहिले बिहान चटपट समोसा जे खान्छ। ओट बोलो पिरो हुन्छ त नानु। यस्तै छ जिन्दगी हाम्रो। खाना आउँछ तर सकिन्न। किनकि हामी भात खाएको नि त अघि 1 घन्टा पनि भएन है। फेरि आइहाल्यो। हामी पसल कहिले गएको थाहा? 9:30मा। 9:30 बजे गएको। 10 बजे आयौँ है। अनि बनायो नि खाइहाल्यौँ। 600को सामान लिएर गाइस।
जान्छौँ तपाईँहरूको लागि त्यो दुःख गरेर खान्छ तर तपाईँहरूले एउटा हात यस्तो लाइक गर्न सक्नुहुन्न हात भाँचिन गएर म त अन्डा एटाउनलाई दिन्छु गाइज यत्रो अन्डा मैले एटाउनलाई दिएँ मैले भन्दा पनि कम खाएको कसले तिमीले मेरो करेन्ट सक्नु आँटिसक्यो अझ 4वटा करेन्ट थियो म त बिस्तारै खाने गाइस मेरो क्यामेरा खान्दिनँ अब कतिहरू पिरो मान्छेहरू कसरी हाल्दैन कि पिरो कति मन हाल्दैन नि करेन्ट सेरा सेरा पिरो नभइकन पहिल्यै हाल्छु के गरेको म्यासेज आयो बुढाको तपाईँको स्यालाई आइसक्यो भिडियो कफ गर्नु क्यामेरा मेरो काम छ के समाप्त गरिदेऊ तँले यति नै हामी खान सक्दैनौँ बाबा मेरो म्याच राख्दै गरेँ